छिट्टै जाऊ कान्छा को कुनी छिट्टै जाऊ कान्छा आँखा झिमझिम झिमझिम भो जोवन दिम 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 भो। ल केटाहरू भन त साँच्चीकै तिमीहरूको आहा झिमझिम भएकै हो र? मेरो त केही नि भएन त। भाव के त केटा हो भन्दै त केटा हो। हर्लक्क त बढेछौ तर बेगारी बेला भएको छैन बहिनी। अझै कुरो 2-4 वर्ष। आन्टी जय रवि दाई। हामी फेरि कुट्नेछौँ, हामी फेरि लुट्नेछौँ, हामी फेरि डल चोर्ने। के रे हो केटाहरू? ल भन त त्यहाँ माथि कतिवटा भगटे थियो अनि त्यो भैँसी बाख्रा कतिवटा थियो थाहा छ कि मलाई तिमीहरू? ओहो त्यति ठुलो मरले नहान्नु न डाक्टर साहब। मेरो लौरोले हान्नु न, लौरोले बिस्तारै हान्नु। दायाँ दिउँला बायाँ दिउँला भन्दै नहिन त्यहाँ फेरि घोडो बनाइदिएला। त्यति कुरा नि थाहा हुँदैन पागल केटी। यति ठुलो खेत रहेछ त्यसै बाँझो राख्न हुँदैन खेत। फुर्सद ओहो त मेरो फोटो त तिमीले तिम्रो मम्मीलाई देखायो के? तर तिम्रो फोटो मैले मेरो बाला देखायो भने घरमा त राख्दैन त मलाई। होइन यार यो पछाडिको भाइ के हेरिरह भने के देऊ न भाइ दनादन एउटा लौरो लिएर के। चिलायो भनेर कनाउन हुन्न है जुन पायो त्यही ठाउँ। खोइ कहाँ चिला हो मैले त देखेको छैन, कान चाहिँ सुनेको छु। चिलाने के भयो? तिमीलाई पुतली हेर्नु मन छैन? तेरो थाली चोखो त कहाँ होला सुनमा खिया लाग्दैन थाहा। कहाँ अब सुनमा खिया लाग्छ त? तिम्रो काहीमा खिया लागिसकेछ, अरू कुरा देख्थ्यो। मायामा तिमीलाई काली मात्रै नबनाएर मायामा तिमीलाई पछाडिबाट अगाडि होग्ने बनाइसकेछ। माया के हो पछाडिको नि?